तपाईको पहिला भन्दा क्रेज किन यति धेरै घट्यो? होइन, एकदम बढेको छ, एकदम पहिला तपाईलाई हेर्न मान्छे आउँथ्यो, अहिले तपाईँ आउँदाखेरि व्यवस्था गरिसके, एकदम बढेको छ, कुनै चलपल हुँदैन तपाईँ आउँदाखेरि। एकदम बढेको छ, कहाँ बढेको छ? कसले एकदम बढेको छ, सरकारले साथ दिन्छ? एकदम बढेको जनता तपाईँको साथमा छ? एकदम। अनि नभएर हुन्छ? समाजलाई विखण्डन गर्नुभयो, स्वतन्त्र समाजलाई कहाँ विखण्डन गरे? समाजमा तपाईँलाई भनौँ, अनुशासनिक हाम्रो धरती, हाम्रो आकाश, हाम्रै परिवेश, श्रम गरौँ सबै मिलेर बनाऊ यो देश भन्ने गीतको रचनाकार को? त्यो त राष्ट्रिय गीत हो होइन? त्यसको रचनाकार म होइन। मेरो अधिकारको कुरा हो। म केपी ओलीलाई भेट्न आएको होइन, प्रधानमन्त्री भन्ने पदलाई, मलाई पदलाई भेट्न आएको मान्छे हो। तर प्रधानमन्त्री लोकपाल तपाईलाई पठाइदिनु भयो, कसैका सामाङलाई म किन भेट्ने भनेर उहाँले हिम्मतै गर्नु भएन मसँग आँखा जुदाउनु। भित्र हितोगारी बोकेर जान पाइन्छ? जुन जनताले मलाई भोट दिएर विश्वास गरेर मलाई जिताउनु भयो नि, उहाँहरूको लागि मैले गर्नुपर्छ, काम गर्नुपर्छ, आवाज उठाउनुपर्छ है। उहाँहरूको सेवा सुविधाको लागि ठुलो कुरा गर्ने तपाईँ भने सिंहदरबार भित्र जाने ऐन कानुन संविधान तपाईले पढ्नु भएको छ? रित्तो गाग्री बोकेर जानु नहुने भनेर कहाँ लेखेको छ? र लाउरेहरूको सहर हो नि त होइन? लाउरेको सहर हो। तर त्यहाँ खोइ त पर्यटकहरू गएको, मलाई बताउनुहोस् त। पर्यटकहरू नजानुको कारण त्यही त भनेको त, अर्को साम्पाङ आएको थिएन नि त। कसलाई भेट्न आउनु भयो ठ्याक्कै भन्नु? खानेपानी मन्त्री, अर्थमन्त्री र प्रधानमन्त्री। अर्थमन्त्रीलाई भेट्नुभयो? भेटेँ मैले। अर्थमन्त्रीले के भन्नुभयो? विष्णु पौडेलले हुन्छ गर्छौँ भन्नुभयो। बजेट दिनुहुन्छ अरे तपाईँलाई? दिन्छु भन्नुभयो। 5 अर्ब रुपियाँ माग्नु भएको छ होइन? मैले होइन, पब्लिकले मागेको, पब्लिकै पैसा हो फेरि, उहाँको पनि होइन। 4-5 राम्रो काम श्रम संस्कृतिबाटै, हुन लाग्यो। श्रम संस्कृतिबाटै सुन्नु श्रम संस्कृतिबाटै श्रमदान गरेर मात्रै वर्ल्ड रेकर्ड राख्ने जनप्रतिनिधि हो म। नेपालमा कोही छ? चमत्कार भएको छ धरानमा? चमत्कार त हुँदैन, जस काम चाहिँ भइराखेको छ। मेयर साहबको काम भनेको चाहिँ के हो राम्रोसँग थाहा छ नि तपाईँलाई? थाहा छ, मलाई थाहा नभएर कसलाई थाहा हुन्छ? अहिले श्रम पर्यटन भइरहेको छ सर, तपाईँलाई मेरो निम्तो छ, आउनुहोस् 1 घन्टा तपाईँलाई ढुङ्गा बोकाउँछु। तपाईँ आफै पाइप बोक्नुहुन्छ, आफै कोदालो बोक्नुहुन्छ? हो, त्यो त राम्रो छ त। आफै तपाईँ छ नि? हो। सबै साधन स्रोत चाहिँ बोकेर लिएर गएर काम गर्नुहुन्छ, किन भन्नु? अरू मान्छेलाई काम लगाउनुहोस् न। मेयर साहबले कोदालो बोक्दा सुहाउँछ, पाइप बोक्ने काम गर्ने हो। म त यहाँको ठुल्ठुला नेताहरू आउनुभयो भने नि, यो चाहिँ नै प्रचण्ड, केपी ओली, शेरबहादेउबा जस्ता छन् नि, उहाँहरूलाई म आधी घन्टा त बलुवा बोकाउँछु। के अरे अर्थमन्त्रीको नाम तपाईँलाई थाहा छैन? अर्थमन्त्री नाम थाहा छैन मलाई। उहाँहरूको पैसा हो र उहाँहरूको ब्याङ्क ब्यालेन्स हो? किन अर्थमन्त्रीलाई जानु? उहाँ ब्याङ्क ब्यालेन्स हो र त्यो नाम थाहा हुने गरी काम पनि गर्नुपर्छ होला नि, त्यो थाहा हुन्थ्यो होला नि त। चेन्ज ल्याउनुपर्छ, हामीले चेन्ज ल्याउनै पर्छ, किनभने अब नेपालमा हामीले धेरै लामो समयसम्म। तपाईँ एक्लै चेन्ज ल्याउन सक्नुहुन्छ, परिवर्तन गर्न सक्नुहुन्छ? गौतम बुद्ध कतिजना हुनुहुन्थ्यो? है जाति चाहिँदैन? सुन्नु न, तपाईँ जातिको विपक्षमा हो? फेरि कुरै गर्नु भयो। हाम्रो देश नेपाल बहुजाति बहुधार्मिक मुलुक होइन? त्यही भएर त मैले भन्दैछु। तपाईँ किन जातिको विरोध गर्नुहुन्छ? सुन्नु न, जातिको विरोध मैले गरिनँ। विरोध गर्नुहुन्छ? तपाईँ फेरि कुरै बुझ्नु भएन कि? स्पष्ट रूपमा जनतालाई भन्नुहोस्। यहाँनिर तपाईँ सुने पो भन्नु त, सुन्नै हुन्न। राजा आऊ देश बचाऊ भनिरहेका छन् एक पक्षी। अब देशमा चाहिँ के छ तपाईँले देख्नु? फर्किनु होला। म चाहिँ श्रमदानमा आऊ देश बचाऊ भन्छु। Join me in the quest for fortune. Find your own luck. Melba, add emotions to the game.
म प्रदेश सरकारलाई सङ्घ सरकारलाई धरानमा चाहिँ छिर्न निषेध गर्छु भन्न त अलि मिल्दैन कि? होइन गर्नुपर्छ, काम गर्दैन भने त गर्नु परेन। नेकपा एमालेका नेताले धरानतिरको एउटा बौला मेयर, अनि धरानतिरको एउटा चाहिँ बौला टाइपको चाहिँ मेयर छ। मैले गीत बनाएँ त्यसको विरुद्धमा पनि। जङ्गलमा फ्याउरो हराएछ यो होइ, एउटा फ्याउरो मञ्च चढी कराएछ यो होइ, 50,000 लाइक्स पाउँछु भन्दा 5-6 लाख त गाली मात्रै खाएछ यो होइ। दलीय व्यवस्थामा छ नि दलका प्रतिनिधिहरूले काम गरेन भनेर धेरै गुनासो आउन थाल्यो नि। जनताका प्रतिनिधि चुके हो, किन, के कारण? काम नगरेर। त्यसो धरानमा एयरपोर्ट बन्छ, आशावादी छु म त। फेरि किन चाहियो धरानमा एयरपोर्ट? विराटनगरमा त्यति ठुलो एयरपोर्ट हुँदै यस्तो छ हौ, जनता जान्न चाहन्छन्, बताउनुहोस्। अर्को सामान छिमेकीको घरमा टोइलेट छँदैछ किन मेरोमा बनाउने भने जस्तो भन्थ्यो त। त्यसो तपाईँलाई अहिले पैसाको अभाव छैन? पैसा भनेको के हो त्यही त मलाई थाहा भएन आजसम्म। 84 पछि तपाईँको र मेरो अन्तर्वार्ता के भूमिकामा हुन्छ होला त्यस्तो केही खोइ कल्पना मैले बनाएको केही छ? सोचेको छैन, तर घरिघरि मलाई रिस उठाउँदा चाहिँ म फेरि चुनावमा लड्छु कि जस्तो लाग्छ। मलाई नचलाउनु क्या, मैले यहीँबाट भन्छु। रिस नउठाउँदा चाहिँ चुनाव नलड्ने? सुन्नु न, मलाई चलायो भने म झन् उग्र भएर बस्छु। म त आगो हो नि त, हर्क साम्पाङ इज अ फायर क्या।